हेलो गाइज वेलकम छ फेरि मेरो मिनी ब्लगमा। सो आज चाहिँ हामी बसन्तपुर गएको भिडियो हजुरहरूलाई देखाउँछु। सी गाइज मी एन्ड माई फ्रेन्ड चाहिँ बसन्तपुर पुगिसक्यो। हामी तीनजना ढक्क लगाएर बसन्तपुरको यो चाहिँ अगाडिको भइहाल्यो। अनि त्यसपछि हामी चाहिँ गएर फोटोसोटो क्लिक गऱ्यौँ। आएको यताउति गरेको भिडियो चाहिँ हामीले धेरै बनाएन। आएको भिडियो चाहिँ मैले बनाएन गाइज होइन। ढक्क लगाएर हामी चाहिँ तीनजना बसन्तपुर गयौँ, घुम्यौँ, फोटोसुट गऱ्यौँ। सो हामी यहाँबाट जाँदैछौँ। सो हामी यहाँबाट निस्केर चाहिँ अब रेस्टुरेन्टतर्फ लाग्छ गाइज होइन। ढक्क लगाएर यहाँनिर यति भिड थियो नि, हिजोको दिन यति भिड थियो नि फोटो क्लिक गर्ने मान्छेहरू। साथै हामी चाहिँ एउटा पसलमा गयो, त्यहाँ मन नपरेर हामी चाहिँ ब्याक गएर अर्को पसलतिर लाग्छौँ। सी गाइज अनि त्यसपछि हामी ब्याग आएर पनि अर्को पसलमा छिर्यो। यहाँनिर छिरेर चाहिँ यहाँ चाहिँ एकदम राम्रो थियो, मतलब खानेकुराहरू स्याङहरू यस्तोहरू राम्रो थियो। सो हामीले चाहिँ यहाँनिर खायौँ। हामी अनि तीनजना थियौँ, हामी इन्जोय गऱ्यौँ। हामीले यहाँ पनि टिकटकहरू बनायौँ, भिडियोहरू बनायौँ, टुगेदर गऱ्यौँ, इन्जोय भयो हाम्रो चाहिँ। सी भाडा जस्तो राम्रो थियो अनि मैले भिडियोहरू बनाएँ। सो मैले मेरो फेस रिभिल गरेको आएँ छैन। टक्क लगाएर हामी यहाँबाट निस्केको भिडियो चाहिँ मैले बनाएनौँ, भिडियो लामो हुन्छ भनेर। सो सधैँ यस्तै माया गरिरहनुहोस् हजुरहरूले। सी थ्याङ्क्स फर वाचिङ गाइज।